मान्छेको प्रत्येक व्यक्तिको आफ्नो आफ्नो कन्ट्रिब्युसन, प्रत्येक व्यक्तिको आफ्नो आफ्नो कन्ट्रिब्युसन, आफ्नो आफ्नो योगदान। एउटा यो सम्झनु पर्यो, यो कुरालाई तपाईँले ख्याल गर्ने। कसरी हुन्छ आफ्नो आफ्नो छुट्याइदिने, सकेसम्म मिलेर होइन कि सेपरेट सेपरेट। एबिसीको छ भने सकेसम्म एले छुट्टै, बीले छुट्टै, सीले छुट्टै गरेर टोटल काम एउटा। अर्को यो तपाईँले बुझ्नै पर्ने चाहिँ के हो भने कार्यक्षमता इन्टु दिन बराबर टोटल काम, जम्मा काम। यो कुरालाई मात्रै फोकस गरे भने आधीभन्दा बढी सिद्धिन्छ। तपाईँको इफिसियन्सी कति छ, कति दिन लाउनुहुन्छ, त्यति नै तपाईँको काम हो। तपाईँको कार्यक्षमता कति छ, तपाईँले कति दिन लाउनुहुन्छ, अथवा एक दिन तपाईँको कति तपाईँको क्यापासिटी छ, कति दिन तपाईँले काम गर्नुहुन्छ, त्यो नै तपाईँले गर्नुपर्ने टोटल काम हो। कार्यक्षमता इन्टु दिन। अब कसरी, अब यहाँ हेर्नुहोस्, यही क्वेसनमा एले कुनै काम 10 दिनमा गर्छ, 10 दिनमा गर्छ। एले कुनै काम 10 दिनमा गर्छ, बीले 15 दिनमा गर्छ, 15 दिनमा गर्छ। अब दुवै मिलेर कति दिनमा गर्लान् भन्नु, दुवै मिलेर कति दिनमा गर्छन् भन्यो। एले कुनै काम 10 दिनमा, बीले तपाईँको 15 दिनमा। ए को 10 जहिले पनि तपाईँ एलसिएममै फोकस गरिहाल्ने। एले 10 दिनमा, बीले 15 दिनमा। एले 10 दिनमा, बीले 15 दिनमा। एलसिएम कति आयो, 10 र 15 को एलसिएम 30। एले 1 दिनमा 3, एले 1 दिनमा 2 हो। यति आइयो नि, ल हेर्नुहोस् त, सबै यसैबाट घुमिहाल्छ ल। ए यहाँनिर तपाईँले फोकस गर्नुहोस् है, यहाँनिर हेर्नुहोस् कार्यक्षमता कति हो। यो चाहिँ कार्यक्षमता हो। ए को कार्यक्षमता एक दिनको काम जुन छ त्यो नै कार्यक्षमता हो। एक दिनको काम जे छ त्यो नै कार्यक्षमता हो। ए को कार्यक्षमता र दिन बराबर काम भयो भन। ए को कार्यक्षमता 3, ए को कार्यक्षमता 3 इन्टु दिन कति छ 10 बराबर काम 30 भयो कि भन हो। एलसिएम काम टोटल काम भएको यसरी हो। कार्यक्षमता इन्टु दिन बराबर काम, कार्यक्षमता इन्टु दिन बराबर काम, 30 काम हो। अब दुईटैले मिलेर कति दिन भनौँ, ए काम त 30 हो। अब दुईटैले मिलेर कार्यक्षमता यसको 3, यसको 2 इन्टु दिन, यो त काम त एलसिएम भइगयो, यति त हो नि। अब यहाँ 3 2 5, 5 इन्टु दिन बराबर 30, यो 6 यसरी आएको होइन हो। भनेपछि अब हामी चाहिँ यसलाई यति किन लामो लेख्ने भन्दा यो 30 जम्मा गर्नुपर्ने काम 30 गऱ्यौँ। यी दुईटाले मिलेर भनेपछि एकैचोटि 3 + 2 गरे हो। हेरि एकैचोटि यो प्लस गरेर उता लगायो, कन चाहिँ यति गरे हुन्छ 30/5। अब 6 दिन आयो हो। अब सकेसम्म सेपरेट भने नि मैले। यसले एक दिन कति गर्छ, 3 काम गर्छ। यसले एक दिन 3 काम गर्छ, यसले 6 दिन गरौँ। बीले एक दिन 2 काम गर्छ, बीले 6 दिन गरौँ। ल हेर्नु, यसले 18 काम गरौँ, यसको कन्ट्रिब्युसन 18 भयो, यसको कन्ट्रिब्युसन 12 भयो, 30 आइगयो। 30 आइगयो। ल हेर्नुहोस् हो। भनेपछि तपाईँले यति मात्रै कुरोमा सेपरेट टोटल सेपरेट गर्न खोज्दिने र यो कार्यक्षमता र दिनबाट तपाईँ जानुभयो भने तपाईँलाई नआउने भने एउटा पनि हुँदैन। एउटै कुनै कन्सेप्टै केही पनि नहुने भन्ने नै हुने। त्यो त सबभन्दा सजिलो टपिक हो। फेरि यो मान्छेले गाह्रो मान्छन्, यो म्याथभरिको सबभन्दा सजिलो। यो त जम्मा कार्यक्षमता कति छ त्यसको सबै क्वेसन यहीँ घुम्छ कि, सबै जेसुकै पनि। अब अहिले चाहिँ तपाईँले जान्छ भने अब यसलाई यति गर्ने। ल हेर्नु, यसले 6 दिन गरे भन्नुभयो, यसले 6 दिन गरे होइन। यसले एक दिन 3 गर्छ, 6 दिन गर्दा 18 गर्छ। यसले एक दिन 2 गर्छ, 6 दिन गर्दा 12 गर्छ। जम्मा काम 30 भयो कि भयो हो। अनि सकेसम्म सेपरेट पर्सनल कन्ट्रिब्युसन कति हो, अनि यसको 18 यसको 12 गर्दा 30 पुग्ने हो।
सबै त्यही कुरा मात्रै खोज्न। अब जस्तो यसो तपाईँले जब त्यो हरेकको कन्ट्रिब्युसन छुट्याउन थाल्नुहुन्छ तपाईँलाई यति सजिलैसँग जुनसुकै पनि सोध्यो भने नि आउँछ कि हाम्रो चाहिँ कहाँनिर हामी फस्छौँ भने हामी त्यो गाह्रो गाह्रोतिर जान थाल्छौँ कि हामी त्यो दुइटाले मिलेर भनेलाई त्यहाँ हिट गर्न थाल्छौँ, त्यसले गर्दाखेरि हामी बिग्रने हो जस्तै। अब यही कुरालाई यो बिचमा अरू जोडिन आए जे आए पनि तपाईँको सब सकेसम्म हरेकको छुट्टा छुट्टै कन्ट्रिब्युसन गर्न थालियो भने एकदम इजी तरिकाले आउँछ। जस्तै अब म यहाँ दिन्छु ल, जस्तो यहाँ हरेको छुट्याउनु पर्यो भने जस्तो यो 2079को अफिसरमै सोध होइन, पी नलले एउटा ट्याङ्की, पी नलले एउटा ट्याङ्की हेर्नुहोस् है 12 घन्टामा भर्छ। अब क्यु नलले सो ट्याङ्की क्यु नलले सो ट्याङ्की चाहिँ 15 घन्टामा भर्छ, 15 घन्टामा भर्छ। अब यहाँ हेर्नुहोस् है, अब बिहान 6 बजे क्यु नल खोलियो, 10 बजे बन्द गरियो। पी नल बिहान 8 बजे खोलियो, नभरुन्जेल खोलियो, भनेपछि त भरुन्जेलसम्म खोलिराख्यो भने ठिक कति बज्दा ट्याङ्की भरिन्छ, ठिक कति बज्दा ट्याङ्की भरिन्छ। ल, ठिक कति बज्दा ट्याङ्की भरिन्छ भनौँ। अब यहाँ हेर्नुहोस् है, हो अब यहाँ हेर्नुहोस् है, अरू केही नगरी। त्यही भएर म तपाईँलाई सकेसम्म छुट्टिनुहोस् भने हरेकको जस्तो यहाँ यो किन तपाईँलाई यो छ भने यो एउटा 6 बजे यो खोलेकै समय फरक फरक छ, 2 घन्टा सँगै पनि खोले छन्, एउटा बन्द पनि गरेका छ। यहाँ सबै लजिक छ। बिहान 6 बजे क्यु नल खोलियो, 10 बजे बन्द गरियो भनेपछि 8 बजेदेखि 10 बजेसम्म दुइटाले सँगै काम गरिन्छन्, 8 बजेदेखि 10 बजेसम्म सँगै काम गरिन्छन्। अब अनि फेरि एउटा 6 बजेदेखि 10 बजेसम्म बन्द गरिन्छ। अब अर्को चाहिँ नि फेरि 8 बजे खोलेर एउटा अगाडि छुट्टै खोले, एउटा पछाडि बन्द बसेको बिजासँगै छ, 3टा कन्डिसन छ यसमा। भनेपछि अब हामीले जहिले पनि जम्मा चाहिने सिम्पल वे के हो भने केही पनि अरूतिर नसोध्ने, पीले 12 घन्टामा, क्यूले 15 घन्टामा, पीले 12 घन्टामा, क्यूले 15 घन्टामा, पीले 12 घन्टामा, क्यूले 15 घन्टामा, पीले 12 घन्टामा भर्छ, क्यूले 15 घन्टामा भर्छ। एलसिएम यो 12 र 15 को एलसिएम कति हुन्छ? 60। जहिले पनि यो ट्याङ्कीको क्यापासिटी 60 लिटर। जहिले पनि काम चाहिँ यो एलसिएम नै काम हो, यो एलसिएम नै काम हो, जहिले पनि एलसिएम काम। 60 लिटर ट्याङ्कीको क्षमता, तपाईँले 60 लिटर पानी पुर्याउनु पर्यो। अब यसले 1 घन्टामा कति भर्छ? यसले 1 घन्टा कति भर्छ? पीले 1 घन्टामा 5 लिटर भर्छ, क्यूले 4 लिटर भर्छ।
पीले 5 लिटर, क्यूले 4 लिटर। अब जम्मा 60 लिटर भर्नुपर्ने हो। यति मात्रै हेर्ने हो कि 60 लिटर भर्नुपर्ने माइनस यो क्यू चाहिँ 6 बजीदेखि 10 बजीसम्म भनेपछि क्यूले 4 घन्टा काम गरिन्छ। क्यूले काम गरेको 4 घन्टा, यो 4 घन्टा क्यूले काम गरेको, तर क्यूले 1 घन्टामा 4 काम गर्छ। हेर यो चाहिँ काम चाहिँ इन्टु 4, यसले 1 घन्टामा 4 काम गर्छ, 4 लिटर भर्छ। यसले 4 घन्टा भर्दा 16 लिटर यसले भरौँ। 60 माइनस 16 भनेपछि 44 लिटर चाहिँ कसले भर्यो त भन्दा पीले भर्यो। त्यही भएर यसको कन्ट्रिब्युसन चाहिँ पीको कन्ट्रिब्युसन 5 हो। यसलाई भाग गर्दा 8.8 घन्टा आयो। यति त हो। अब तपाईँले 8.8 घन्टा आयो, 8 मा 8 जोड्दा 16, 8 बजेमा 8.8 जोड्दा 8 8 16, 8 बजेमा 8 घन्टा जोड्दा 8 8 16। अब 16 भनेको 4 बज्यो, अनि यो 0.8 घन्टालाई 60ले भाग गर्नुहोस्। 0.8 घन्टालाई 60 मिनटले गुड्नुहोस्। यसले गुड्दा 48 मिनट, 4:48 मा भरिन्छ। 4:48। यो चाहिँ सबभन्दा इजी हुन्छ। हेर्नुहोस् यो मेथड चाहिँ आफ्नो आफ्नो छुट्याउने। अब यहाँ नबुझेको कहाँनिर, यसले 16 लिटर कन्ट्रिब्युसन गर्छ 4 घन्टामा, यसले अरू 44 लिटर 8.8 घन्टा भयो, सकियो। त्यही गर्दा 8 बजे सुरु गर्दा 8 8 16 भने 8 8 16 4 घन्टा होइन। बिहानको 8 बजेदेखि 8 घन्टा हुँदा 4 बजेन। बिहानको 8 बजेदेखि 4 बज्दा 8 घन्टा हुन्छ। अनि यो 0.8 घन्टा भने 48 मिनट भयो, सकियो त। यो बिहान 6 बजे खोलेदेखि क्यूले 10 बजे बन्द गर्दा 4 घन्टा काम गरो। 4 घन्टा काम गरो, 1 घन्टामा 4 काम गर्छ। यसरी ल नबुझेपछि कहाँनिर, यसलाई भाग गर्दा 8.8 घन्टा आयो। 8 बजेमा 8 घन्टा जोड्दा 4 बज्छ। 0.8 घन्टा भनेको चाहिँ 48 मिनट छ। कहाँ 8.5 कहाँ आइज भने त्यसै। अब यो चाहिँ यति सजिलो हुन्छ। अब होइन भने यसरी गर्ने हुन्छ, यसरी गर्ने हुन्छ। ए अब 60 लिटर देखिहाल्नु हो। एउटा 60 लिटर देख्नुभयो होइन। 60 लिटर बराबर यो क्यूले 10 बजीसम्म क्यूले पहिला कति गर्छ? पहिला चाहिँ यसले 4 लिटर भर्छ। 6 देखि 7, 7 देखि 8 बजीसम्म फेरि क्यूले 4 लिटर भर्छ। अब 8 देखि 9 सम्म क्यू र पीले यसले 4 लिटर भर्छ, पीले 5 लिटर भर्छ। यो 9 बज्यो। 9 देखि 10 सम्म क्यूले 4 लिटर भर्छ, पीले 5 लिटर भर्छ। 10 बज्यो। अब पी यो 10 बज्यो। यो 6 7 8 के अरे यो 7 बजे, यो 9 बजे, 10 बजे। 1 घन्टा 4 लिटर भर्ने हो। अनि अर्काले 5 11 बज्दा 12 बज्दा 5, अनि फेरि अर्को 5 कति बज्दा 1 बज्दा, फेरि 5 2 बज्दा, फेरि 5 3 बज्दा, यो चाहिँ 5 लिटर। यो चाहिँ यो 2 बज्दा, यो चाहिँ 3 बज्दा 5 लिटर, अर्को 4 बज्दा 5 लिटर हो। अब जोड्नुहोस् यही 60 लिटर बनाउनु पर्ने। 4 4 8 9ले 17, 17 र 9ले 26, 10ले 36, 10ले 46, 10ले 56 हो। अब 5 बज्दाखेरि तपाईँको यसले 12 यो पिनलले 5 लिटर भर्छ 1 घन्टामा। 5 लिटर भर्छ 1 घन्टामा। त्यसो भए हामीलाई त 4 लिटर भर्नु पर्यो। यो 56 पुगेतिसम्म 4 बज्दा 56 लिटर पानी भरियो। अब 5 बजेसम्म खोल्दा त 61 लिटर पुग्ने भयो। हामीलाई 60 लिटरभन्दा चाहिएको छैन। ट्याङ्कीको क्षमता 60 लिटर छ हो। अब यो 5 लिटर के अरे 5 लिटर भर्छ 1 घन्टामा। 4 लिटर भर्नलाई चाहिँ यसले 48 मिनट लाउँछ। अब कसरी बुझ्नु भयो अन्त ल? हो अब यसो गरेर लफडा गरेर बस्ने कि त्यो अहिलेको छैन? यहाँ दुईवटा सँगै काम गरे नि आयो। यसले 7 बजेसम्म 4 लिटर भरौँ, यसले 4 लिटर भरौँ। 7 बजेसम्म 6 बजे खोलेपछि 7 बजेसम्म 4 लिटर भरौँ 1 घन्टामा। किनकि यहाँ यसो गरे होइन, 12 र 15 होइन,
हो यो चाहिँ तपाईँको 60 हो यसले 1 घन्टामा यसले यो चाहिँ पी यो क्यू हो यसले 1 घन्टा 4 लिटर भर्छ यसले चाहिँ 1 घन्टामा 5 लिटर भर्छ अनि यो 6 बजे खोलेको क्यूले 6 देखि 7 बजीसम्म 1 घन्टामा 7 बज्दा 4 लिटर 8 बज्दा 4 लिटर अब 9 बजे यो पनि खोलेपछि 9 बज्दाखेरि 8 बजेदेखि 9 बजीसम्म यो खोलियो यो चाहिँ 8 बजे खोलेपछि यो 9 बजीसम्म यसले 4 र 5 यही भएको होइन हो यसरी यो लेखेर भयो साथी चल्दैन त्यति होइन मैले अहिलेको धेरै इजी छ नि त एकदम के नै गर्नु थाल्यो उसो 4 घन्टा खोलेको छुट्याइदियो उसो बाँकी र उसले भयो सकियो यसमा तपाईँ झुकिन थाल्छ कि अब गर्नुहोस् अर्को अब ए र बी मिलेर कुनै काम 4/5 दिन गर्छन् ए एक्लैले 8 दिन गर्छ बी एक्लैले कति दिन गर्ला ल गर्नुहोस् त यो चाहिँ अब अपन आयो अपन आएकोलाई कसरी क्याल्सियममा तिमी चाहिँ खाइँदैन त्यो चार्जर राखिसक न खाइँदैन चार्जर राखिसके पनि सिकाउँछु खानै चार्जर राखि बिहानपट्टि बिहान सिकाउँछ नि बिहान टायर हुँदैन प्लगिङ गरौँ स्टोभ भर्नु पनि चलाइरहेको अब यहाँ हेर्नुहोस् है अब ए र बी मिलेर कुनै काम 4/5 दिन गर्छन् ए एक्लैले 8 दिनमा गर्छ बी एक्लैले कति दिन गर्छ भन्नु ए र बी मिलेर कुनै काम 4 होल नम्बर 4/5 4×5 20 4ले 24/5 ए प्लस बी मिलेर 4×5 20 4ले 24/5 दिन गर्छन् अब एले एक्लै 8 दिन गर्छ हो एलसिएम लिने बेला यस्तो बेला चाहिँ तपाईँले के गरिदिनु भने यसलाई मल्टिप्लाई गरिदिनु पहिला यसलाई 8 गुणा 5 गुणा ठुलो बनाएर हिसाब गर्ने होल नम्बर ल्याएर अनि पछि आन्सर निक्लिने बेला यो जुन तपाईँ जतिले गुन्नुभयो त्यतिले भाग गरेर अन्तिममा चाहिँ तपाईँ जति गुणा ठुलो बनाउनु भयो त्यति सानो बनाएर हिसाब गर्नु पर्यो यति मात्रै हो अहिले 5ले तपाईँले गुणा गरेर आन्सर निक्लिने बेला 5ले भाग गर्ने यति हो अब यो काटो यो 24 बाँकी र यो 40 भयो अब एलसियम 120 यसले 5 यसले चाहिँ तपाईँको 3 120लाई अब कति आयो त 5 + 3 8 120लाई 8ले भाग गर्दा 15 यसले 3 काम गर्छ यसले गर्छ अब 2बाट घटाइदिने भनेपछि माइनस भयो यो 120 120 अपन यो ए प्लस बीबाट ए घटाइदिएपछि बीको आइहाल्छ अथवा ए प्लस बीको 5 त्यो मध्ये ए को 3 भएपछि बीको त 2 भयो सिधै गरे भइहाल्यो
घटाएर राख्ने भयो नभए एकैचोटि A को 3 भएपछि B को 2 दुईटाको त जम्मा 5 हो त्यसरी सिधै 2 गरे नि हुन्छ 60 आयो हो अब 60 लाई 5 ले भाग गरेर राख्नु पर्यो आन्सर 12 दिनमा सकियो ल यो यदि यस्तो चाहिँ तपाईँको होल नम्बरमा आएन भने यसले ठ्याक्क यो कति छ यो यसको हरमा डेनोमिनेटरमा यसलाई ट्याक्क त्यति गुन्ने नि अनि यहाँ अन्तिममा भाग गर्नु चाहिँ पर्छ फेरि झुकिनु होला बरु त पहिले लेख्नुहोस् अन्त अरू त सबै सिस्टम एउटै त हो अब यहाँ कन्फ्युजन छ भने भन्नुहोस् है यसमा अरू केही डाउट छ भने भन्नु पर्नु अब म दिन्छु है गर्नुहोस् अब गर्नुहोस् न अब गर्नु पिक्युआर मिलेर पिक्युआरले क्रमशः पिक्युआरले क्रमशः पीले क्यूले आरले क्रमशः हेर्नुहोस् है पिक्युआरले क्रमशः 20 40 र 60 दिनमा गर्छन् तीनैजना मिलेर सुरु गरेको तीनैजना मिलेर सुरु गरेको 5 दिनमा तीनैजना मिलेर सुरु गरेको 5 दिनमा पीले काम छाड्छ क्यूले समाप्त हुनुभन्दा कति दिन पहिला काम छाड्यो जब क्यूले समाप्त हुनुभन्दा कति दिन पहिला काम छाड्यो जब 21 दिनमा पुरा काम सकियो 21 दिनमा काम सकियो ल पिक्युआरले क्रमशः 20 40 र 60 दिनमा गर्छन् तीनैजना मिलेर सुरु गरेको 5 दिनमा पीले काम छाड्दियो क्यूले चाहिँ समाप्त हुनुभन्दा कति दिन पहिला काम छाड्यो भने जब चाहिँ 21 दिनमा चाहिँ काम सकिएछ हरेकको कन्ट्रिब्युसन प्रत्येक कन्ट्रिब्युसन गइहाल्ने अब यहाँ हेर्नुहोस् है अब
एलसिएम लिइहाल्ने पिक्युआरको एलसिएम लिने यसले 20 दिनमा यसले 40 दिनमा यसले 60 दिनमा एलसिएम दिएको एलसिएम कति आयो भन्नुहोस् त एलसिएम कति एलसिएम चाहिँ तपाईँको 120 मध्ये यसले दिन 6 यसले दिन 3 गर्छ यसले दिन 2 गर्छ सिम्पल छ नि जम्मा सक्नुपर्ने काम चाहिँ यति हो तपाईँको 120 काम सक्नुपर्ने जम्मा ककलले गरेर पीले क्यूले र आरले गरेर यसले 5 दिन गरौँ यसले 21 दिन गरौँ यसले 5 दिनमा कति काम गरौँ त जम्मा काम 120 काम सक्नुपर्ने यसले 5 दिनमा एक दिन 6 काम गर्छ भनेपछि यसले 30 काम गरौँ यसले एक दिन 2 काम गर्छ यसले 42 काम गरौँ अब 30 र 42ले कति काम यसले चाहिँ कति काम गरेछ त अब ल भन्नुहोस् यसले कति काम गरेछ त जम्मा 120 मध्ये यसले गरेर एक दिन 6 गर्दा 30 काम यसले गरौँ यसले 21 दिनसम्म यसले त बिचमा छोडिसकेको छ हो भनेपछि यसले 48 काम गरौँ यसले 48 काम गरौँ बाँकी अनि यसले एक दिन कति गर्छ यो क्यूले गर्छ यसले क्यूले चाहिँ यो क्यूले 3 गर्दाखेरि यसले कति दिन गरौँ क्यूले चाहिँ 16 दिन गरौँ 16 दिन गरौँ 16 दिन भनेपछि 21 दिन काम सक्यो कति दिन पहिला छोडिदियो त 5 दिन सिद्धि 5 दिन पहिला छाडिदियो ल अब केही छ ल भन्नु हरेकको आफ्नो कन्ट्रिब्युसनमा जान थालेपछि यति इजी तरिकाले आउँछ कि केही गर्ने भएन यसले 30 काम गरौँ 120 मा 120 माइनस हेरि यसले 30 गरौँ यसले 42 गरौँ यसले 72 गर्दा 120 मा 72 गर्दा 48 हुन्छ ल यसको तीनटाको कन्ट्रिब्युसन 120 यसले 21 दिन गरे एक दिन 2 गर्छ यसले एक दिन 6 गर्छ 5 दिन गरे 30 काम यसले गरौँ 42 काम यसले गरौँ कहाँ भने क्यूले समाप्त हुनुभन्दा कति दिन पहिला काम छोड्यो भन्नु क्यूले छोडे त सकिन्जेल गर्ने त आर त हो नि पीले पहिले छोडिसक्यो क्यूले समाप्त हुनुभन्दा कति दिन पहिला अनि 21 दिन काम सकिया छ उसले 16 दिन गरेका छ भनेपछि कति दिन पहिला छाडेछ त्यसै हान यसले जम्मा 16 दिन गरौँ काम 21 दिन सकिया छ अनि 5 दिन पहिला छोडेन सिम्पल त तपाईँ कहाँमै नजुकिनुहोस् भने हरेकको कन्ट्रिब्युसन हामीले छुट्याइदिउँ कि हरेकको कन्ट्रिब्युसन हामीले यहाँ छुट्याइदिउँ सबभन्दा इजी उपाय भने कि प्रत्येकको आफ्नो आफ्नो कति कति हिस्सा हो छुट्याइदिएपछि एकैछिन आयो अरू त्यो तपाईँ जानै पर्ने जस्तो तपाईँले के हेर्नुहुन्छ भने नि बुझाउन नसकेँ अघि मैले तपाईँले नबुझेर अचम्म लाग्यो यदि यहाँ हेर्नु यदि यदि इजी भने कि तपाईँले क्वेसनले के भनेकै छैन यो पहिला पीको 20 भनौँ क्यूको 40 भनौँ आरको 60 भनौँ ल यसको एलसिएम जहिले पनि एलसिएम 120 काम गर्नुपर्ने सिम्पल 120 काम यति काम सकिएपछि तपाईँको काम पुरा भयो यसले एक दिन यो इफिसियन्सी एकदम इम्पोर्टेन्ट हुन्छ 6 यसले एक दिन 3 120 लाई 20 ले भाग गर्दा 6 एक दिन 6 गरेर 20 दिन 6 20 120 40 दिन 120 120 दुना 60 दुना 120 अब यो मान्छेले 5 दिन गरेको इन्टु 5 यो मान्छेले 21 दिन गरेको किनकि यसले त बिचमा छाडे यो 42 र 30 ले 72 हो 120 मा 72 गर्दा 48 काम चाहिँ कसले गर्यो त भन्दा यसले गर्यो यसले एक दिन 3 गरीले एक दिन 3 गरीले 48 काम गर्नलाई 16 दिन लाउँछ अब 21 दिन काम सकिया छ 16 दिन यसले गरेछ भने 5 दिन पहिला छोडेको छोडेन अब यहाँ कहाँ चाहिँ त्यत्रो महाभारत छ क्वेसन हुन्छ तपाईँले के बुझ्नु पर्यो भने हरेकको आफ्नो आफ्नो हिस्सा सट्ट छुट्याइदिएपछि एकैछिन आउँछ जीवन पनि पैसा झुकिनु पनि छैन अब अर्को अब लेख्नुहोस् है ए बी भन्दा
3 गुणा बढी क्षमतावान छ। 3 गुणा बढी क्षमतावान छ। त्यसैले त्यसैले एले बी भन्दा 60 दिन पहिला काम सक्छ। एले बी भन्दा 60 दिन पहिला काम सक्छ। पहिला काम सक्छ। 60 दिन पहिला काम सक्छ। ए र बी मिलेर सो काम कति दिन गर्लान्? कति दिनमा गर्छन्? ल ए बी भन्दा 60 गुणा बढी क्षमतावान छ, त्यसैले एले बी भन्दा 60 दिन पहिला काम सक्छ भनेपछि ए र बी मिलेर सो काम कति दिन गर्ला? अब यहाँ हेर्नुहोस् है, यो 3 गुणा भनेपछि एउटाको 3x, एउटाको x। यो दिन अन्तर कति हो त? कति दिन पहिला सक्ने भयो? एउटा 3 गुणा छ, एउटा चाहिँ x छ, 1 गुणा मध्ये। त्यसो कति दिन पहिला सक्यो त? 60 दिन पहिला सक्यो। x को मान कति आयो? x को मान चाहिँ एउटाले तेब्बर, एउटाले सिङ्गल गर्दा 60 भयो। x को मान कति आयो भन्नुहोस् त्यसमा? x को मान 30 आयो। अब यो 2x बराबर 60 भयो भनेपछि 30 आइहाल्यो। हो, 30 आयो। अब एउटालाई 90 दिन लाग्यो, एउटालाई 30 दिन लाग्यो। अनि योभन्दा यसले पहिला 60 दिन पहिला सक्यो कि सकेन? सक्यो नि त। एउटा x को मान 30 आइसकेपछि 30 यहाँ 90, 30। अब 60 दिन पहिला सक्यो। यसको एलसिएम लिनुहोस्। एलसिएम कति आयो त? एलसिएम 90। यसले एक दिन 3 काम गर्छ, यसले एक दिन 1 काम गर्छ। त्यही इफिसियन्सी आयो क्या? आयो। त्यसो भए यो 90 काम गर्न मिलेर गर्दा 3 + 1 90/4 भनेपछि 22.5 दिन सकिहाल्यो। 22.5 दिनमा। अब यहाँ कन्फ्युजन छ भने भन्नु पर्यो। यो 3 गुणा भनेर देख्नुभयो, 3। यसको यो x बराबर कति दिन पहिला? अब नबुझेपछि कहाँनिर? यो 3 गुणा बढी क्षमतावान यो भन्दा 60 दिन पहिला सक्ने भयो। यसमा अब झुकिने कहाँनिर थियो भन्नु त? यहाँ झुकिने छ त, के झुकिनु पर्छ? अब यसमा के गरियो भने भएन। किन गर्नु? 60 दिन पहिला भने कि 60 दिन पहिला भने के लाउनु त? सिम्पल छ। ल अब यहाँ झुकिनु पर्छ। ल 2 गुणा बढी क्षमतावान छ, यसले 20 दिन पहिला काम सक्छ। ल गर्नु त। ल आइन्छ कति हुन्छ? ल गर्नुहोस्।
हो अब यहाँ ए एउटालाई 2x एउटालाई यक्स बराबर 20 एउटालाई अब यक्स बराबर 20 आयो एउटा 40 एउटा 20 भयो एलसियम 20 40 आयो यसले 1 यसले चाहिँ 2 मिलेर गर्दा 40/3 सक्यो तपाईँले एकछिन 1 सेकेन्ड पनि लाउनु भयो त त्यो धेरै सोध्नै पर्दैन कि यो के गाह्रै होइन अब अरू गर्नुहोस् त अब पोर नासुमा आयो यसले कुनै काम एकै दिनमा गर्छ बी चाहिँ ए भन्दा यसले कुनै काम 21 दिन गर्छ बी चाहिँ ए भन्दा 60% बढी क्षमतावान छ 40% 40% बढी क्षमतावान छ ल यसले कुनै काम 21 दिनमा गर्छ बी चाहिँ ए भन्दा 40% बढी क्षमतावान छ यो बी चाहिँ ए भन्दा 40% बढी क्षमतावान छ भनेपछि बीले एक्लै पुरा काम कतिदिन गर्ला एक्लै पुरा काम कतिदिन गर्छ ल बीले पुरा काम चाहिँ एक्लै कतिदिन गर्छ अरू केही नगर्ने यस्तो क्षमतावान आयो भने ए को 21 राख्ने 40% बढी भनेपछि कति पर्सेन्ट हो 40% बढी भनेपछि कति पर्सेन्ट भयो त यो बी बराबर अब यो ए भयो 21 भयो यसको 40% बढी भनेपछि 140% यो ए भयो एलाई 21 दिन भयो त्योभन्दा 40% बढी भनेपछि 140 नभए यसो गर्ने हुन्छ काम त तपाईँलाई मैले काम त बराबर हो अहिले मैले भने सहिलो चाहिँ यो 21 बाई यो 140% हुन्छ 21/140 इन्टु 100 हो 0 काटो 7 थिएँ 7 दुना यसलाई 5 थिएँ 15 दिनमा यति गरे भयो तर कसरी भएको चाहिँ यसरी भएको काम बराबर कार्य क्षमता इन्टु दिन अब काम थाहा छैन हामीलाई यसले कति काम यो कार्य क्षमता 100% इन्टु दिन कति 21 यो कार्य क्षमता 100% इन्टु 21 यो चाहिँ काम भयो कसको भन्दा यसले गर्ने काम भयो अब बी को काम कार्य बराबर हो कार्य क्षमता इन्टु दिन कार्य क्षमता त यति हो नि त यो काम भने त यो कार्य क्षमता इन्टु दिन हो काम भनेको जसको पनि काम त बराबर हो यसले गरे पनि बराबर हो त्यही काम त हो नि कुनै काम त्यही काम हो भनेपछि काम चाहिँ 100% इन्टु 21 बराबर उसको कार्य क्षमता 40% बढी भनेपछि 140% इन्टु दिन यति त हो 40% बढी भनेपछि 140 हो यो चाहिँ बीको भयो काम त बीले पनि गरे त काम यति नै त हो यो 0 यो गयो अब यो 0 गयो अब 7 दुना 7 के अरे 7 थिएँ अब यो 5 यसले काटो 15 सकिहाल्यो यति गर्ने हुन्छ कुरो त एउटै सहिलै हुन्छ तर मेन कुरा चाहिँ यो हो कि ए को कार्य क्षमता इन्टु दिन भनेर टोटल काम हो ए को कार्य क्षमता 100% नदिए हुनाले त्यो एक कार्य क्षमता एक हो कि जहिले पनि 100% भने एकै हो इन्टु 21 दिन भयो अब काम बराबर कार्य क्षमता इन्टु दिन हो यसको काम 100% 21 त्यही काम हो कार्य क्षमता चाहिँ 140 इन्टु दिन अब अर्को यसमा झुकिनु पनि छैन
भन्दा 40% कम। हेर्नुहोस् है, अमरको क्षमता भरत भन्दा 40% कम। चन्द्र भन्दा 20% बढी छ। तिनैजना मिलेर कति दिन काम सक्छन्? तिनैजना मिलेर कति दिन काम सक्छ? ल गर्नुहोस् त। हो, अब यस्ता चाहिँ तपाईँले गर्नुभयो। भरतले कुनै काम 6 दिन गर्छ। अमरको क्षमता भरतभन्दा 40% कम र अमरको क्षमता चन्द्रभन्दा 20% बढी छ। ल गर्नुहोस्। हो गर्नुहोस् त। अब यहाँ हेर्नुहोस् है। अब अमरको क्षमता भरतभन्दा 40% कम भन्नु। त्यसो भए अमरले भरतको 6 दिन 40% कम भनेपछि कति हुन्छ? यो भरतले 6 दिन गर्छ, 6 दिन गर्छ भनेपछि 40% कम भनेपछि कति पर्सेन्ट भयो? 60% हो। यसले त 60% हो नि त। भरतले 6 दिन गर्छ, 60% भनेपछि यसो कति आयो त? अमरलाई चाहिँ कति दिन लाग्यो भन्दा अमरलाई 6/60 × 100। यो 0 काटो, यसले काट्दा 10 दिन लाग्यो। अमरलाई 10 दिन लाग्यो। भरतलाई 6 दिन, अमरलाई 10 दिन। त्यसो अब यो चन्द्रभन्दा 20% बढी अमरको क्षमता। अमरको क्षमता चन्द्रभन्दा 20% बढी। अमरको 10 दिन, चन्द्रको थाहा छैन। 120 × 100। यो 0 काटो, यो 0 र 0 नि काटो भनेपछि चन्द्रलाई 12 दिन लाग्दो रहेछ। भनेपछि चन्द्रलाई 12 दिन लाग्यो। अब 6, 10 र 12 को एलसियम कति आयो? 6, 10 र 12 को एलसियम चाहिँ 6, 10 र 12 को एलसियम कति आयो त? 30 आयो। यसले 5 काम गर्छ, यसले 3 काम गर्छ। यो 30 होइन 60 चाहिँ आउने छ। 30 पनि हुँदा हुन्छ भने 60 ल। यसले 10 काम गर्नेछ, यसले 6 काम गर्नेछ, यसले 5। 6, 5, 11, 10 ले 21। अब 60/21 दिनु ल। यो 20/7 दिनु। अब यहाँ झुकिन्छ। अनि झुकिए कहाँनिर?
त्यत्रो तपाईँलाई अलिकति क्वेसनमा एउटा उसको सट्टा अर्को दियो भने तपाईँले गर्दै नदिउनु कि समस्या चाहिँ त्यहाँनिर अहिले त्यत्रो पढ्यो अहिले अहिले छैन ल सकिएन सकियो नि होइन समस्या त्यहीँनिर अहिले हामीले के गर्यौँ 6 दिन भन्यौँ 40% कम भन्यौँ 40% कम भनेपछि 60% भन्यौँ यो बुझेको थियो होइन अहिले छैन अब सकियो त्यहाँ अहिले मैले तपाईँलाई सूत्र राखेर पनि भनेको थिएँ ल काम बराबर कार्यक्षमता इन्टु दिनबाट पनि थियो कार्यक्षमता 100% कसको भरतको दिन कति दिन 6 दिन यति होइन यति हो नि त अब यसैबाट निस्केन भने यसको कार्यक्षमता इन्टु दिन कार्यक्षमता इन्टु दिन हो नि त होइन अब कार्यक्षमता इन्टु दिन भनेपछि यो तपाईँको 100% इन्टु 6 बराबर उसको कार्यक्षमता 40% कम भनेपछि 60% इन्टु दिन हो नबुझे चाहिँ के हो त अब त्यही मैले भने पहिला सुन्नुहोस् अब तपाईँले यो भरतको कति आयो के अरे यो अमरको त कति आयो त अमरको 10 दिन आयो अब अमर चाहिँ अब काम बराबर तपाईँले हे यो चन्द्रको काम चाहिँ चन्द्रभन्दा अमर बढी हो कि हो काम बराबर यो अमर चाहिँ अब 100% बढ्नु कि अमर चाहिँ अब अमर इन्टु त्यसको कार्यक्षमता इन्टु 100 भयो कार्यक्षमता इन्टु दिन भयो कार्यक्षमता इन्टु दिन भयो कार्यक्षमता उसको कति पर्सेन्ट हो कार्यक्षमता उसको कार्यक्षमता कति हो अमरको कार्यक्षमता कति हो त हो 100 भयो अब 100 दिन कति हो उसको इन्टु दिन हो अब यसो कार्यक्षमता चाहिँ यो दिन भने 10 दिन भयो चन्द्रको भन्दा यसो कार्यक्षमता 20 बढी भइसकेपछि अब उसको चाहिँ कति आयो त के अरे अब के अरे चन्द्रको चाहिँ काम बराबर कार्यक्षमता इन्टु दिन कार्यक्षमता इन्टु दिन यदि होइन यसो काम 100 इन्टु 10 बराबर 120 इन्टु दिन फेरि 120 त उसो त 20% बढी भनेपछि यसमा चाहिँ बढी होला यसमा बढी भनेपछि 120 इन्टु चाहिँ यदि यसको कार्यक्षमता त 20% अमरको चाहिँ बढी हो नि त 120 इन्टु दिन 10 यसो काम 120 इन्टु 10 बराबर कार्यक्षमता 100 इन्टु दिन भयो यति होइन हो अब यो शून्य र यो शून्य काटो यो शून्य र यो शून्य काटेपछि कति दिन आयो त चन्द्रलाई चाहिँ 12 दिन लाग्यो कि हो चन्द्रको भन्दा यसको बढी बसी यसले छिटो गर्छ कि घटी गर्छ भन्नु त चन्द्रलाई धेरै दिन लाग्छ कि चन्द्रको भन्दा अमरको क्षमता बढी छ भनेपछि चन्द्रलाई बढी लाग्छ कि घटी लाग्छ त उसको क्षमता त 20% बढी भनौँ त चन्द्रको भन्दा भनेपछि काम चाहिँ यसको कार्यक्षमता 120% भयो 20% बढी भनेपछि इन्टु दिन भने यसले 10 दिन सक्ने अमरले 10 दिन सक्ने भयो यहाँ आयो 10 दिन अमरको 10 दिन यहाँ आयो अमरले 10 दिन सक्ने भयो उसको कार्यक्षमता चाहिँ 20% बढी भनेपछि 120 अब चन्द्रको भन्दा भनेपछि चन्द्रको 100 भएपछि पो 20% बढी भएर यो चन्द्रको भन्दा 20% बढी हो होइन काम त बराबर हो यति त हो नि अझ तपाईँले यहाँ सजिलो तरिकाले चाहिँ यति बुझाइदिनु ल यति बुझ्नुहोस् है सिम्पल अब यतापट्टि के भन्दा चन्द्र कार्यक्षमता इन्टु दिन बराबर यतापट्टि लेख्नुहोस् अमर कार्यक्षमता इन्टु दिन गर्नुहोस् सजिलो हुन्छ ल अझ झुकिँदैन यस्तो गरेपछि चन्द्रको कार्यक्षमता इन्टु दिन र अमरको कार्यक्षमता इन्टु दिन भन्नु नै काम हो
काम हो यो बराबर हुन्छ यो काम हो दुइटैको काम हो अब अब तपाईँले यो भरत र अमरको लिनु पर्यो भने यसै गरी जानु होला हो कसको भन्दा भन्छ त्यो भन्दा भनेलाई 100 राख्नु होला जहिले पनि अमरको क्षमता चन्द्रभन्दा 20 दिन बढी छ भनौँ के अरे 20% क्षमता 20% बढी भनौँ कसको भन्दा भन्छ त्यसलाई 100 राख्नुहोस् यहाँ 100 राख्नुहोस् यसको दिन त थाहा छैन हामीलाई चन्द्रको दिन त थाहा छैन यसको दिन थाहा छैन बराबर यो अमरको चाहिँ चन्द्र भन्दा भनेलाई 100 राख्ने यो अमरको चाहिँ 20% बढी भनेपछि 120 भयो कार्यक्षमता इन्टु दिन दिन त 10 दिन छ यसबाट भरतबाट 10 दिन आइसकेको छ हो यसरी शून्य काटेर हो यहाँ चन्द्रको चाहिँ दिन बराबर 12 दिन चन्द्रलाई 12 दिन लाग्यो यसरी अब सेम तरिकाले अब भरत र अमरको लिनु पर्यो भने भरत इन्टु भरतको चाहिँ लिनु पर्यो भने भरतको कार्यक्षमता इफिसियन्सी इन्टु दिन बराबर होइन अमरको पनि त्यही थियो अमरको इफिसियन्सी इन्टु दिन हो यो काम गर्दा अब यो भरत कसको भन्दा भने है भरत भन्दा भने हुनाले भन्दालाई 100 राख्नु पर्यो इन्टु डी भने 6 दिन बराबर यो भरत भन्दा भनेपछि 40 कम भनेपछि यसको चाहिँ यो 100 मा 40 कम भनेपछि 60 हुने हो अमरको दिन थाहा छैन डी आयो अमरको दिन त थाहा छैन त हामीलाई हो अनि यो शून्य र यो शून्य काटो 6 र 6 काटेपछि अनि अमरको यो त यतापट्टि त यो अमरपट्टि पो दिन बाँकी रह त ल अनि अमरलाई 10 दिन लाग्यो भरतलाई 6 दिन छ चन्द्रलाई 12 दिन लाग्यो अब नबुझा चाहिँ कहाँ ल भन्नु हो अब यो पनि बुझ्नुहुन्न भने चाहिँ अब तपाईँले केही पनि बुझ्नुहुन्न सिम्पल छ जसको भन्दा भन्छ यो 50 चोटि पढियो होला नास 20वटा क्लासमा पढाइसक्यो होला मैले जसको भन्दा भन्छ त्यसलाई 100 गर्ने भन्दा हामीले 1000 चोटि पढ्यो 1000 चोटि पढ्यो त्यति त हो नि यहाँ जसको भन्दा भन्छ त्यसलाई 100 गर्यौँ यहाँ जसको भन्दा भन्छ त्यसलाई 100 गर्यौँ अब यहाँ भन्दा चाहिँ के चाहिँ चाहिन्छ सिम्पल छैन अब एलसिएम लिनु यसरी यसको एलसिएम लिँदा यसरी 10 यसो 60 एलसिएम आयो यसले 6 काम गर्छ एक दिन यसले एक दिन 10 काम गर्छ यसले एक दिन चाहिँ 5 काम गर्छ अब 6 5 11 10ले 21 भयो 60 अब भन्दा 21 भयो 3ले काट्दा 20 तिहाँ 60 7 तिहाँ 21 यसरी हाल अब भोलि अरू गरौँ